राजमाको तरकारी बनाउन गएको छु। राजमा र आलुलाई मैले उमालिसकेपछि मैले कुकरमा चाहिँ तेल हालेँ। अनि फोरनको लागि हरियो खुर्सानी छ, लसुन छ, तेजपात छ, 5 फोरन छ। यसलाई रातो हुन दिने। रातो भइसकेपछि प्याजलाई हाल्ने। 2टा जति प्याज हालेँ, काटेको थिएँ मैले। रातो भइसकेपछि हेर्नु मैले उमालेको राजमा अनि आलु हालेँ। अब यसको लागि मसला स्वादअनुसार नुन लिनु होला। बेसार छ, जीरा पाउडर छ, रातो खुर्सानीको धुलो छ, मिट मसला छ, अलिकति सिमला मिर्च छ। अनि मजाले भुट्ने। ग्यासलाई कम, इन्डक्सनलाई कम गरेँ। एउटा जति टमाटर हालेँ अनि फेरि मजाले भुट्ने। आलु हालेपछि चाहिँ प्याज धेरै हाल्नु पर्दैन। यसरी आलुले नै ग्रेभी चाहिँ ठिक हुन्छ। हेर्नु पानी हालेँ। पानी हालेर 3-4 सिटी जति मजाले लाग्न दिने। हिट चाहिँ कम नै राख्ने। 4 सिटी लागिसकेपछि मैले इन्डक्सन बन्द गरेँ। अनि हेर्नु त हाम्रो फुटिसकेछ। अलि ग्रेभी चाहिँ मोटो भएको एकछिन उमालेँ मैले, फेरि उमाल्ने। अनि हेर्नु रेडी भइसक्यो राजमाको तरकारी।